एल्डर पल जय मसीह। जय मसीह। मेरो नाम एल्डर पल। अनि साँच्चै नै इन्टरकल्चर अनि भिन्न जातिहरूको बिचमा जो परमेश्वरको आफ्नै स्वरूप र प्रतिरूपमा बनेका मानिसहरूको बिचमा हामी यहाँनिर आउँदै गर्दाखेरि मैले बाइबलमा प्रभुले मलाई एउटा पद दिनुभएको थियो। लुका 4:18 र 19 पद यहाँ के भनेको छ भन्दाखेरि परमप्रभुको आत्मा म माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति र उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिनलाई, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गर्नको निम्ति र परमप्रभुको प्रसन्नताको वर्षको घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ। यो पद यहाँनिर आउँदै गर्दाखेरि साँच्चै नै यस ठाउँमा परमेश्वरले भन्दै गर्नुभएको ती गरिब मानिसहरू कुन हुन्, ती धनी मानिसहरू वास्तवमा जुन मानिसहरूसँग धन सम्पत्ति छ, $1,000,000 छ, वास्तवमा संसारिक धन सम्पत्तिको कुरा गरेको होइन, ती गरिबहरूको परमेश्वरले कुरा गर्दै गर्दाखेरि चाहिँ ती मानिसहरू जसले प्रभु पाएका छैनन्, ती गरिब आत्माहरू, थिचोमिचोमा परेका मानिसहरू, अनि जो चाहिँ बन्धनमा छ उनीहरूलाई छुटकारा गराउनको निम्ति त्यस पश्चात परमप्रभुको शरदको वर्षको घोषणा गर्नको निम्ति परमेश्वरले हामीलाई त्यस ठाउँबाट यो ठाउँमा पठाउँदै गर्दाखेरि हामीले यहाँ आएर यस्तो मानिसहरू भेटायौँ जहाँनिर प्रभुको निम्ति एकदमै दूषित मानिसहरू, अनि जसो हामी आफ्नो ठाउँबाट कम्फर्टनेसबाट अलिकति एफोर्ट लगाएर जब हामी बाहिर निक्लिन्छौँ अनि त्यहाँनिर मात्रै परमेश्वरको त्यो कार्यहरू प्रदर्शन भएको हामीले देख्दो रहेछौँ। मानिसहरूको बिचमा हाम्रो जीवनबाट प्रभुले आशिष बगाएको देख्दो रहेछौँ। अनि यस ठाउँको निम्ति हामी साल्भादोरमा आउँदै गर्दाखेरि यति साह्रो अनुभवहरू बटुल्यौँ, यति साह्रो प्रभुको कामलाई नजिकबाट विटनेस गऱ्यौँ, अनि हाम्रो जीवनबाट प्रभुले गर्नुभएको कामहरू हामीले देख्यौँ। कतिपल्ट अचम्म लाग्यो ती कामहरू। र परमेश्वरलाई धन्यवाद होस्, यी सबै कुराहरूबाट परमेश्वरलाई महिमा होस्। हामी त एक माध्यम मात्रै हौँ, तर परमेश्वर हुनुहुन्छ ती सबै कुरालाई त्यो योजनालाई बुन्नुहुने, अनि हामी उहाँको उद्देश्यभित्र छौँ। अनि साथसाथै भन्दै अनि जसले हामीलाई हेर्दै हुनुहुन्छ म तपाईँहरूलाई पनि यही उत्साह गर्न चाहन्छु, यही प्रेरणा दिन चाहन्छु कि तपाईँ र म चाहिँ परमेश्वरले भन्नुभएको छ यरुसलेममा, यहुदामा अनि संसारको अन्तिम छेउसम्म तिमीहरू चाहिँ साक्षी हुनुपर्छ भनिकन, अनि त्यसको निम्ति तपाईँ र मलाई प्रभु बोलाउनु भएको छ। जय मसीह। धन्यवाद।